अध्याय 17 शशी र 3वटा नीलम। तिमी र मेरा छोराले श्री युक्तेश्वर स्वामीबारे उच्च विचार राखेका हुनाले म एकपटक उहाँलाई भेट्छु। डाक्टर नारायण चन्द्र रायको स्वरबाट के लागिरहेको थियो भने उहाँ अर्धशिल्लीहरूको भावनाप्रति ठट्टा गर्दै हुनुहुन्छ। धर्म प्रचारकहरूको असल परम्परा अनुरूप मैले आफ्नो अप्रसन्नतालाई प्रकट हुन दिइनँ। मेरा साथी पशु चिकित्सक एक कट्टर नास्तिक हुनुहुन्थ्यो। उहाँका कान्छा छोरा सन्तोषले उनका पिताप्रति ध्यान दिन जोड गरेका थिए। अहिलेसम्म मेरो अमूल्य सहायता अदृश्य रूपमा नै थियो। डाक्टर राय भोलिपल्ट मसँगै श्रीरामपुर आश्रममा आउनुभयो। गुरुदेवबाट छोटकरी भेट स्वीकार गरिएपछि धेरैजसो समय दुवैतिरबाट मौन रूपमा बित्यो र आगन्तुक हत्तपत्त निस्केर जानुभयो। किन मुर्दालाई आश्रममा ल्याउँछौ? श्री युक्तेश्वरजीले कोलकाताका नास्तिक विदा हुने बित्तिकै मलाई सोध्नुभयो। गुरुदेव, डाक्टर त जिउँदैछन्, तर चाँडै नै उनी मर्नेछन्। म झसङ्ग भएँ। गुरुदेव, यसले त उनका छोरालाई ठूलो चोट पुग्नेछ। सन्तोष अझै पनि आफ्ना बाबुको भौतिकवादी विचारधारा बदल्ने आश गर्छन्। म प्रार्थना गर्छु उनको सहायता गर्नुहोस्। ठिक छ, तिम्रा लागि। गुरुदेवको अनुहार भावहीन थियो। यी घमण्डी घोडा डाक्टर मधुमेहको बिमारले भित्रभित्रै जर्जर भइसकेका छन्। यद्यपि उनलाई यो कुरा थाहा छैन। 15 दिनमा उनी थला पर्नेछन्। डाक्टरहरूले उनलाई उपचार हुन नसक्ने रोगी घोषित गर्नेछन्। उनको जाने समय आजदेखि 6 हप्ता हो। जे भए पनि तिम्रा बिन्ती भावका कारण त्यस दिनदेखि उनी निको हुन थाल्नेछन्। तर त्यसमा एउटा शर्त छ। तिमीले उनलाई एउटा ज्योतिषीय केयूर लगाइदिनु पर्नेछ। यसमा शङ्का छैन कि उनले कडा विरोध प्रकट गर्नेछन्। अपरेसनको समयमा उनका घोडाहरूले गरे जस्तै। गुरुदेव यति भनेर हाँस्नुभयो। एकछिन मौन रहेपछि श्री युक्तेश्वरजीले अरू भेद खोल्नुभयो। यसबीच म सोच्न थालेँ, म र सन्तोष मिलेर डाक्टरलाई कसरी फकाउन सकिन्छ। जसै ती डाक्टर निको हुन्छन् तिनलाई मासु नखान सल्लाह दिनु। उनले त्यो राय मान्ने छैनन् र 6 महिनापछि एकदमै स्वस्थ महसुस गरिरहँदा उनी अपरझट मर्नेछन्। गुरुदेवले अगाडि भन्नुभयो, 6 महिनाको उनको आयु तिम्रो बिन्तीले मात्र बढाइएको हो। भोलिपल्ट मैले सन्तोषलाई बाणा कहाँ एउटा केयूर बनाउन दिन भने। 1 हप्तामा केयूर तयार भयो, तर डाक्टर रायले लाउन मान्नु भएन। म एकदम स्वस्थ छु। तिमी मलाई तिम्रा ज्योतिषीय अन्धविश्वासहरूबाट प्रभावित गर्न सक्दैनौ। डाक्टरले मतिर रिसाएर हेर्नुभयो। अलि अचम्म मान्दै मैले गुरुदेवले उहाँलाई अटेरी घोडासँग तुलना गर्नुभएको सम्झेँ। अर्को 1 हप्ता बित्यो अनि डाक्टर 81 बिरामी परेपछि उहाँले नम्रतापूर्वक केयूर लगाउन मान्नुभयो। 2 हप्तापछि उहाँलाई औषधि गरिरहेका चिकित्सकले उहाँको अवस्था शोचनीय रहेको बताए। उनले मधुमेहले गर्दा उत्पन्न नोक्सानको डरलाग्दो विवरण पनि दिए। मैले आफ्नो टाउको हल्लाएँ। मेरा गुरुदेवले भन्नुभएको छ कि 1 महिना बिरामी भएपछि डाक्टर राय निको हुनुहुनेछ। चिकित्सकले मतिर अपत्यारिलो दृष्टिले हेरे, तर उनी 15 दिनपछि म कहाँ क्षमा याचना गर्दै आए। डाक्टर राय पूर्ण रूपले स्वस्थ हुनुभएको छ। उनले भने, मेरो अनुभवमा यो अत्यन्त आश्चर्यजनक दृष्टान्त हो। मैले आफ्नो जीवनमा योभन्दा पहिले कहिले पनि मर्न लागेको मान्छे अविश्वसनीय तरिकाबाट बाँचेको देखेको थिइनँ। तिम्रा गुरु साँच्चै नै रोग निको पार्ने देवदूत हुनुहुँदो रहेछ। त्यसपछि डाक्टर रायसँग मैले एकपटक भेटेँ, जुन बेला मैले उहाँलाई श्री युक्तेश्वरजीको मासु नखाने सल्लाहबारे बताएँ। त्यसपछि उहाँसँग 6 महिनासम्म भेटघाट भएन। एक दिन साँझ म आफ्नो घरको बरन्डामा बसिरहेको बेला उहाँ कुराकानी गर्न अड्नुभयो। आफ्ना गुरुलाई भनिदिनु, बरोबर मासु खाएर मेरो तागत फिर्ता आएको छ। खानपिनबारे उनको अवैज्ञानिक विचारले म माथि प्रभाव पारेन। डाक्टर राय साँच्चै नै हट्टकट्टा देखिनुहुन्थ्यो। तर अर्को दिन सन्तोष नजिकैको आफ्नो घरबाट दौड्दै म कहाँ आए। आज बिहान बुवा परलोक हुनुभयो। गुरुदेवबारे यो मेरो एउटा सबभन्दा अद्भुत अनुभव थियो। उहाँले विद्रोही पशु चिकित्सकको रोग अविश्वास गर्ने भए पनि ठिक गरिदिनुभयो र उहाँको आयु 6 महिना बढाउनुभयो, किनभने यो मेरो हृदयदेखिको बिन्ती थियो। श्री युक्तेश्वरजी आफ्ना भक्तको पुकार सुनेपछि असीम दया देखाउनुहुन्थ्यो। मेरा कलेजका सहपाठीहरूलाई गुरुदेवसँग भेट गराउनु मेरा लागि ठूलो गौरवको विषय हुन्थ्यो। उनीहरूमध्ये धेरैले कमसेकम आश्रमभित्र नास्तिकताको लौकिक जामा फ्याँकिदिन्थे।
एकजना मेरा साथी शशीले साप्ताहिक बिदाको दिन धेरैपल्ट श्रीरामपुरमा बिताएका थिए। गुरुदेव उनलाई निकै मन पराउन थाल्नु भएको थियो र अफसोस गर्नुहुन्थ्यो। उनको व्यक्तिगत जीवन अत्यन्त उत्ताउलो र अव्यवस्थित थियो। शशी, सुध्रेनौ भने 1 वर्षपछि तिमी नराम्रोसँग बिरामी पर्नेछौ। गुरुदेवले मेरा साथीलाई स्नेह साथै झोक्किएर हेर्नुभयो। मुकुन्द साक्षी छन्, मैले सावधान गरिन भनेर पछि नभन्नु। शशी हाँसे। गुरुदेव, मेरो दुःखपूर्ण भाग्यमा ईश्वरीय मधुर कृपा ल्याउने अभिभार तपाईलाई दिन्छु। मेरो आत्माले चाहन्छ, तर मेरो इच्छाशक्ति कमजोर छ। तपाईँ मेरो एकमात्र रक्षक हुनुहुन्छ। अरू कसैमाथि म विश्वास गर्दिन। तिमी कमसेकम 2 क्यारेटको नीलम लाउने गर। तिमीलाई यसले फाइदा गर्छ। म किन्न सक्दिन। जे होस् गुरुदेव, यदि विपत्ति आयो भने मलाई पूरा विश्वास छ तपाईले मेरो रक्षा गर्नुहुनेछ। 1 वर्षमा तिमीले 3वटा नीलम किन्नेछौ। श्री युक्तेश्वरजीले उत्तर दिनुभयो। तर त्यसबेला ती व्यर्थ हुनेछन्। यस विषयमा बराबर किसिम किसिमका कुरा हुन्थे। म सुध्रन सक्दिन। शशी हाँस्दै निराशा प्रकट गर्दथे। अनि गुरुदेव, तपाईमाथि मेरो विश्वास कुनै पनि रत्नभन्दा बढी मूल्यवान छ। 1 वर्ष बित्यो। एक दिन म गुरुदेवलाई भेट्न उहाँका कोलकाताका एकजना शिष्य नरेन बाबुको घर गए। बिहान 10 बजेतिर श्री युक्तेश्वरजी र म दोस्रो तल्लाको बैठकमा बसेका थियौं। मूल ढोका खुलेको आवाज आयो। गुरुदेव अरट्ठ भएर बस्नुभयो। शशी हो, गुरुदेवले गम्भीर भएर भन्नुभयो। 1 वर्ष बित्यो। उसका दुवै फोक्सो बेकममा भइसके। उसले मेरो सल्लाह मानेन। उसलाई भनिदेऊ, म उसलाई भेट्न चाहन्न। श्री युक्तेश्वरजीको यस्तो कडा मिजाज देखेर म अवाक भएर तलतिर ओर्ले। शशी माथि उक्लिँदै थिए। ए मुकुन्द, मलाई यस्तो भान भइरहेको छ गुरुदेव यहीँ हुनुहुन्छ। हो, तर उहाँ कुनै प्रकारको व्यवधान चाहनुहुन्न। शशी रुँदै मलाई पन्छाएर माथि उक्लिए। श्री युक्तेश्वरजीका पाउमा लम्पसार पर्दै उनले 3वटा नीलम राखिदिए। सर्वज्ञ गुरुदेव, डाक्टरहरू मलाई फोक्सोको क्षयरोग भएको छ र 3 महिना बाँच्छस् भन्छन्। म विनयपूर्वक बिन्ती गर्छु, मेरो रक्षा गर्नुहोस्। मलाई थाहा छ तपाईले मलाई ठिक पार्न सक्नुहुन्छ। कि तिम्रो जिन्दगानीबारे चिन्ता गर्न अलि ढिलो भएन? ती रत्नहरू फालिदेऊ। तिनको काम लाग्ने बेला गइसक्यो। त्यसपछि गुरुदेवको निष्ठुर मौन धारणलाई शशीको करुण क्रन्दनले बीच-बीचमा तोड्थ्यो। त्यसै बेला मलाई के अन्तर्ज्ञान भएर आयो भने गुरुदेव दैवी निवारण शक्तिप्रति शशीको विश्वासको परीक्षा लिँदै हुनुहुन्छ। मलाई अलिकति पनि आश्चर्य भएन जब 1 घण्टापछि गुरुदेवले दण्डवत भएका शशीतिर दयालु दृष्टिले हेर्नुभयो। उठ शशी, तिमी अर्काको घरमा आएर कस्तो उदम मचाउँछौ। नीलमहरू बाणालाई फिर्ता देऊ। ती बेकारका खर्च हुन्। तर एउटा ज्योतिषीय केयूर लगाऊ। नडराऊ। 1 हप्तामा तिमी ठिक हुनेछौ। शशीको मुस्कान उनको आँसुले भिजेको अनुहारमा चम्कियो। चिसो धरतीमा सूर्यको प्रकाश अचानक फैले जस्तो। प्रिय गुरुदेव, के डाक्टरले लेखेका औषधिहरू मैले खानुपर्छ? तिमीलाई जे इच्छा लाग्छ खाऊ या नखाऊ, केही फरक पर्दैन। अब तिमी क्षयरोगबाट मर्नु त्यत्तिकै असम्भव छ जतिको सूर्य र चन्द्रमाले आफ्नो ठाउँ साट्नु। श्री युक्तेश्वरजीले झट्टै भन्नुभयो। अब मैले आफ्नो विचार बदल्नुभन्दा अगाडि गइहाल। आत्तिँदै ढोगेर मेरा साथी बिदा भए। मैले उनलाई आउँदा हप्ताहरूमा धेरैपल्ट भेटे र उनको हालत दिनदिनै खराब हुँदै गइरहेको देखेर डराए। शशी रातभरि पनि बाँच्दैन। उनका डाक्टरको यो भनाइ सुनेर र आफ्ना साथीको हालत देखेर, जसको हाडछाला मात्रै बाँकी थियो, म कुद्दै श्रीरामपुर पुगे। मैले रुँदै हालत बयान गरेको गुरुदेवले चुपचाप सुनिरहनुभयो। तिमी यहाँ मलाई हैरान गर्न किन आएको? मैले शशी निरोगी हुन्छ भनेको तिमीले सुनिसकेका छौ। मैले अवाक भएर गुरुदेवलाई ढोगे अनि ढोका बाहिर निस्के। श्री युक्तेश्वरजीले बिदाईको 1 शब्द पनि बोल्नु भएन र मौन हुनुभयो। उहाँका अर्धोन्मिलित अपलक नयनले अर्को संसारलाई हेर्न लागे। म तुरन्त शशीको कोलकाताको घर फर्के। आश्चर्यका साथ मैले देखे शशी बसेर दूध पिइरहेका थिए। ओहो मुकुन्द, कस्तो चमत्कार! 4 घण्टा अघि मैले गुरुदेव कोठामा हुनुभएको महसुस गरे। मेरा व्याधिका भयानक चिन्हहरू तुरन्तै हराए। मलाई लागिरहेको छ गुरुदेवको कृपाले म एकदम निको भएँ। केही हप्ताभित्रै शशी मोटाए र पहिलेभन्दा धेरै स्वस्थ देखिए। तर उनको रोग निको भएपछि
उनी गुरुदेवप्रति अकृतज्ञ भएको देखियो। उनी गुरुदेवको दर्शन गर्न कमै आउँथे। मेरा साथीले बताए कि उनी आफ्नो विगत जीवनदेखि यति अफसोस महसुस गर्थे कि गुरुदेवको अगाडि पर्न लाज मान्थे। म यति नै निष्कर्ष निकाल्न सक्छु कि शशीको बिमारले उनको इच्छाशक्ति जड भयो र उनको व्यवहारमा परिवर्तन आएर उनीमाथि विरोधाभासी प्रभाव पार्यो। स्कटिस चर्च कलेजमा मेरो 2 वर्षको पढाइ पूरा हुन लागेको थियो। मेरो कक्षाको उपस्थिति साह्रै अनियमित थियो। मैले अलिकति पढाइ पनि परिवारमा शान्ति रहोस् भनेर मात्र गरेको थिएँ। मेरा 2 जना शिक्षकहरू मलाई घरमा पढाउन आउँथे। म सधैँ अनुपस्थित हुन्थे। आफ्नो शिक्षाकालमा कमसेकम यस कुरामा म नियमित थिएँ। भारतमा 2 वर्ष कलेजमा पढेपछि आइएको प्रमाणपत्र पाइन्छ। विद्यार्थीले अर्को 2 वर्ष पढ्यो भने बीएको डिग्री स्नातक उपाधि पाउन सक्छ। आइएको अन्तिम परीक्षाको भूत भयानक तवरले आउनै लागेको थियो। म पुरीतिर भागे, जहाँ मेरा गुरुदेव केही हप्ता बिताउँदै हुनुहुन्थ्यो। म ठूलो आशा गरिरहेको थिएँ कि गुरुदेवले मलाई जाँच दिनु पर्दैन भन्नुहुन्छ। मैले उहाँलाई आफू जाँचका लागि तयार नभएको कुरा भने। श्री युक्तेश्वरजीले सान्त्वना दिँदै हाँस्नुभयो। तिमीले आफ्नो आध्यात्मिक कर्तव्य सम्पूर्ण मनले पूरा गरेका छौ र कलेजको कामलाई अवहेलना नगर्न असमर्थ भयो। अर्को हप्ता ध्यान दिएर पढ, तिमी आफ्नो परीक्षामा उत्तीर्ण हुनेछौ। बेलाबखत मनमा उठ्ने शङ्काहरू दबाउँदै म कोलकाता फर्केँ। टेबलमाथि किताबहरूको ठेली देखेर म जंगलमा हराएको यात्रु जस्तै महसुस गर्न लागे। धेरै बेर ध्यान गरेपछि मलाई मेहनत बचाउने एउटा प्रेरणा प्राप्त भयो। हरेक किताब झट्ट खोल्दा जुन पाना पल्टियो त्यसैको मात्र अध्ययन गर्न थालेँ। 1 हप्तासम्म दिनको 18 घण्टा यही रीतले अध्ययन गरेपछि मैले आफूलाई कण्ठस्थ पार्ने कलाको ज्ञाता भएको पाएँ। जाँचका दिनहरूमा मेरो अव्यवस्थित प्रणालीबाट अध्ययन गरेको ठिकै लाग्यो। मैले सबै जाँच जसोतसो पास गरेँ। मेरा साथीहरू र परिवारले मलाई बधाई दिए, जसभित्र उनीहरूको आश्चर्य लुकेको हुन्थ्यो। पुरीबाट फर्केपछि श्री युक्तेश्वरजीले मलाई आनन्द दिने आश्चर्यमा पार्नुभयो। तिम्रो कोलकाताको पढाइ सिद्धियो, उहाँले भन्नुभयो। अब म तिम्रो विश्वविद्यालयको 2 वर्षको पढाइको व्यवस्था यही श्रीरामपुरमा गर्नेछु। म अन्यलमा परेँ। गुरुदेव, यस शहरमा बीएको पढाइ हुँदैन। श्रीरामपुर कलेज उच्च शिक्षाको एकमात्र शिक्षण संस्था थियो जहाँ आइएसम्मको मात्र पढाइ हुन्थ्यो। गुरुदेव गिज्याउने जस्तो गरेर हाँस्नुभयो। तिम्रा लागि बीए कलेज स्थापनाका लागि दान माग्दै हिँड्न म धेरै बुढो भइसकेँ। मलाई लाग्छ यो व्यवस्था मैले अरू कुनै व्यक्तिको माध्यमले गर्नु पर्ला। 2 महिनापछि श्रीरामपुर कलेजका अध्यक्ष प्रोफेसर हवेल्सले घोषणा गरे कि उनी 4 वर्षको पाठ्यक्रम लागू गर्न पर्याप्त रकम जम्मा गर्न सफल भएका छन्। श्रीरामपुर कलेज कोलकाता विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महाविद्यालय भयो। श्रीरामपुर कलेजमा बीएमा भर्ना हुने पहिला छात्रहरूमध्ये म पहिलो थिएँ। गुरुजी, तपाईँ म प्रति कति दयालु हुनुहुन्छ। म कोलकाता छाडेर सधैँ तपाईँको नजिक श्रीरामपुरमा बस्न कति लालयित थिएँ। प्रोफेसर हवेल्सलाई सपनामा पनि थाहा छैन होला तपाईँको गुप्त सहायताको कति योगदान छ। श्री युक्तेश्वरजीले देखावटी गम्भीरताले मतिर हेर्नुभयो। अब तिमीले ट्रेनमा घण्टौं बिताउनु पर्ने छैन। तिम्रो पढाइका निम्ति धेरै समय बस्ने भयो। सायद तिमी अब अन्तिम समयमा कण्ठस्थ गर्ने नबनेर साँच्चीकै विद्यार्थी बन्नेछौ। तर उहाँको स्वरमा विश्वासको कमी थियो।